दर्शन नमस्ते हजुरहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आज भने मैले चाहिँ मोमोको भिडियो लिएर उपस्थित भइसकेको छु। हाम्रो चाहिँ बेलुका बेलुकाखेरि चाहिँ मामा घरमा चाहिँ के खाने भन्दाखेरि मोमोको प्लान बन्यो। अनि यो मोमो भनेको चाहिँ यति खानु भन्दाखेरि चाहिँ यो धेरैजना बसेर खानुलाई चाहिँ एकदमै रमाइलो हुन्छ के। अनि त्यही भएर चाहिँ हामी सबैजना मिलेर मोमो बनाउनलाई थाल्यौँ। अनि कसैले चाहिँ बेलिरहेको छ, कसैले चाहिँ किमा बनाइसो। अनि त्यसरी नै हामी गफ गर्दै मिठा मिठा कुरा गर्दै मोमो बनाउनलाई तयार गऱ्यौँ है। यहाँ चाहिँ अब भाउजूले देखाउँदै हेर्छ क्या। अनि यता मोमो पाकिरहेको थियो, अर्कोतिर साइडमा चाहिँ अचार बनाउँदै हुन्थ्यो। भाउजूको अचारको त पुरै छरम के। त्यो टिमुर मलाई एकदम मनपर्छ नि त, त्यसको बारेमा कस्तो मजाले खाइरहेको थियो कि कतिखेर काम भइसकेको थियो। अनि हाम्रो मोमो चाहिँ पाकेर रेडी भइसकेको छ। अब चाहिँ मामाले खाँदै अनि माइजूले पनि भन्दै मिठो छ भनेर कस्तो भयो मिठो भएको छ। मिठो भएको थियो नानीको रिभ्यू चाहिँ नानीले चाहिँ सबैले मिठो छ भनेको सबैले भने मिठो थियो मिठो भने मिठो मोमो आइदिन्छ।